ल साथीहरू है, अब भेडेतार घुम्न आइयो। यस्तो बजारहरू रहेछ। अस्मिता चामलिङ राईलाई पनि यहाँ भेटियो है साथीहरू। यो कतिजना हाम्रो अहिलेको भाइ बहिनीहरूले चिन्नु हुँदैन होला, बुझ्नु हुँदैन होला। यो चाहिँ धेरै वर्ष पहिला है, धेरै वर्ष पहिला चाहिँ यो यसरी ढाकर टोक्मामा भारी बोकेर लिएर जाने चलन थियो। यो तल टेकालाई टोक्मा भनिन्थ्यो। अनि यो चाहिँ ढाकर हो। ढाकरमा चाहिँ सामान, नुन हैन, विभिन्न सामानहरू, अनि माथिको तेलहरू भयो। अनि त्यति बेला चाहिँ तपाईँहरूलाई म देखाउन चाहन्छु है, खानको लागि हेर्न सक्नुहुन्छ। अहिले जस्तो होटलहरूको व्यवस्था थिएन त्यति बेला चाहिँ। एउटा कटेरोमा चाहिँ उनीहरूले खाना बनाउनु पर्थ्यो आफैले, अनि खानु पर्थ्यो। त्यसको लागि आफैले रासनहरू बोक्नु पर्थ्यो। अनि कराई चाहिँ नि थालहरू यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। आदरणीय दर्शक महानुभावहरू अनि हाम्रो सानो अहिलेको जेनेरेसनको भाइ बहिनीहरूलाई म यो पनि अपिल जानकारी गराउन चाहन्छु। अहिलेभन्दा पहिले धेरै वर्ष अगाडि चाहिँ यस्तो हुन्थ्यो। अनि यसरी सामानहरू बोकेर हिँड्नु पर्थ्यो। अनि अहिले जस्तो गाडीहरू थिएन। अहिले त धेरै नै एडभान्स भइसकेको छ। कतिजनालाई मिठो सम्झना यही बगरको पार्कबाट तपाईँहरूलाई मैले गरेँ। यो चाहिँ विचार बेच्दै हुनुहुँदो रहेछ। अनि अब यो चाहिँ हाम्रो साथीहरू नमस्ते, सबैजनालाई सेवा भेट्छ। म भने अहिले धरानमा छु र ऊ अनि आन्टी सानो भाइसँग हामी भेडेतार हिँड्दै संस्कृति पार्क जाने भनेर योजना बनाएर हामी भानुचोकबाट अगाडि बढिसकेको छौँ। मैले भिडियो चाहिँ तपाईँहरूलाई टेम्पोबाट नै स्टार्ट गरेको छु। सो अन्तिमसम्म हेरेर हाम्रो भिडियो कस्तो हुन्छ हेरिदिनु होला। र संस्कृति पार्क अनि भेडेतार तपाईँहरूलाई म भिजिट गराउने नै छु। कृपया तपाईँहरूले धेरै साथ दिनुहोस्। यदि कसैले नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। मेरो नियमित अडियन्स हुनुहुन्छ भने लाइक कमेन्ट गरेर मेरो भिडियोलाई माया गरिदिनुहुन्छ भने आशा लिएको छु। अनि अहिले चाहिँ हामी यहाँबाट धरानबाट अगाडि बढिसकेको छौँ साथीहरू। म तपाईँहरूलाई केही अलिअलि सिनहरू देखाउने छु। अनि विशेष सिन चाहिँ हाम्रो भेडेतार र सांस्कृतिक पार्क नै हुनेछ है त। तपाईँहरूलाई यो अवगत गराउँदै जो जसले हेर्नुभएको छ, घुम्नुभएको छ, यहाँलाई त थाहा नै छ। र तपाईँहरू जो जति चाहिँ नि घुम्नुभएको छैन, आउनुभएको छैन, तपाईँहरू पनि मेरो भिडियो हेरेर आउन सक्नुहुन्छ र यहाँको बारेमा जानकारी लिन सक्नुहुन्छ भन्दै तपाईँहरूलाई म भिडियोतर्फ दोहोऱ्याउनेछु। र अगाडि तपाईँहरूलाई म केही सिनहरू देखाउनेछु। हामी अहिले टेम्पोमा अटोमा जाँदैछौँ है त साथीहरू। हिजो केही तपाईँहरूलाई म भिडियो दोहोऱ्याउन चाहन्छु। भिडियोमा साउन्ड चाहिँ एकदमै अटोको आइरहेको होला। त्यही पनि साउन्डलाई चाहिँ इग्नोर गरेर तपाईँहरूले चाहिँ धरानको केही सिनहरूलाई, दृश्यहरूलाई हेर्न सक्नुहुन्छ। अब यो अहिलेको त गाउँघरकै जस्तो देखिरहेछ। माथि गएपछि चाहिँ मेन सिनहरू हामी हेर्ने नै छौँ। तपाईँहरूलाई म निरन्तर मेरो युट्युब च्यानलमा, रुपेश नामकै युट्युब च्यानलमा तपाईँहरूलाई बोलाउन चाहन्छु र मनोरञ्जन पनि दिलाउन चाहन्छु भन्दै तपाईँहरूलाई निरन्तर म भिडियोमा जोडिरहनेछु। ल साथीहरू, हामी चाहिँ भेडेतार आइपुगेको छ है। तपाईँहरूले हेर्न सक्नुहुन्छ। केही सिनहरू म देखाउनेछु। जाँदैछु हाम्रो फुपू अनि आन्टी अनि भाइसँग। हामी चाहिँ म चाहिँ घुम्नको लागि आएको छु है त। बसौँ हजुर। नचढौँ होला हौ, के महँगो रहेछ फेरि, त्यस्तो राम्रो पनि लागेन।
त्यति मन पनि परेन। भयो चढ्नु भयो साथीहरू। स्काई टावरमा चाहिँ पस्नलाई लाग्ने रहेछ। सो म पनि नचढ्नु पऱ्यो फुपू, के चढ्नु। म गएर एकैचोटि काठमाडौँको स्काई टावर चढ्छु। यहाँको त भिड रहेछ होइन। है अब अरू केही छैन, धरान पनि नदेखिने रहेछ अहिले। म यताबाट जान्छु। ल साथीहरू, भेडेतार चाहिँ यही रहेछ। जङ्गल पनि यसो धरान चाहिँ कता पर्छ भनेपछि देखिँदैन रहेछ है। यस्तो जङ्गलहरू रहेछ साथीहरू होइन। सो तपाईँहरूले हेर्न सक्नुहुन्छ, तर कि राम्रो देखिँदैन। ठुलो भिड रहेछ। के छ बेबी? हेलो ल हुसिलले केही देखिन। के हामी पनि कफी खाउँ फुपू? के खाउँ? यहाँ त बार रहेछ होइन, उता रहेछ कफी चाहिँ। उतातिर गएर आन्टी पनि खाऊ न, खानुहुन्छ होला त? किन र? हो र? के खानुहुन्छ तपाईँ? चिसो किन? हामी त बस्यो हजुर। यहाँ त यति पनि हुने रहेछ त होइन? हुन्छ ए ल। अब अरू के चिसो नै हो हामीले खाने भनेको कफीहरू नै होइन। साथीहरू है, हाम्रो चाहिँ कफी आइसकेको छ। अनि साथमा चटपटे पनि खाने भयो हामी। आन्टी हुनुहुन्छ, अहिले त फुपू अनि म छु है। फुपू र म छु, त्यसै गरी भाइ र आन्टी यता हुनुहुन्छ है साथीहरू। कफी आइसकेको छ, अब हामी रेडी भइसक्यो खानालाई, पानी पिइसक्यौँ। सो तपाईँहरूलाई म निरन्तर भिडियो देखाइ नै राख्छु है त। साथीहरू हामी त यहाँबाट खाजाहरू खाइदिउँ, कफीहरू निक्लियो यहाँको सिनरी हेर्नेछु। ल साथीहरू, भेडेतार भन्ने ठाउँ यही रहेछ है। यस्तै रहेछ। धनकुटा चाहिँ यतापट्टि जाने हो, हिउँदो। ल धनकुटा जाने बाटो यता रहेछ है मित्रहरू। अब धरान धनकुटा भेडेतार घुम्न लागेको। सो यहाँ होटल लजहरू रहेछ। ठाउँ चाहिँ यो पहाडी इलाकै हो है, पुरै पहाड। फुलिसकेको नि, फुल्ने बेला त गइसक्यो नि त। फुलिसकेको होइन होला आन्टी, चालु फुलिसकेको हो र? अनि पुसतिरै फुल्छ नि त। हो र? होइन फुलेछ, हेर्नु न भर्खर फल्नु थाल्यो। ल साथीहरू,
धनकुटा अलिअलि गाडी हुँदो रहेछ बिरुवा नै सुकिया रहेछ साथीहरू है देख्दै हुन्छ नि अम्लेसे पनि सुकिया रहेछ लेक त लेकै हो यो प्योर लेक हो डाँडाहरू हेर्न सक्नुहुन्छ यस्तो छ है आन्टी र बुबु त्यसै गरी के हो यो पनि ढुङ्गालाई संरक्षण गरेको हो ढुङ्गालाई चाहिँ तलैबाट पलाएको ढुङ्गालाई चाहिँ माथि राखेको छ है साथीहरू चाहिँ तल आन्टी र बुबुको साथमा म घुमिरहेको छु उचेत देखिएन धरान चाहिँ देखिएन आज साथीहरू है एकदमै हुस लागेर यस्तो यस्तो थोरै छैन रोडहरू पनि राम्रो देखिरहेको छैन बाबु यता हेर्नु त हो हाम्रो भाइ ल साथीहरू जङ्गलहरू त यस लेक रहेछ ठिकै छ अलिक पनि हाइजिन मेन्टेन रहेन खाएर फाल्दैन रहेछ देखिरहेको छु ल साथीहरू है भेडेतार घुम्न चाहिँ तर त्यस्तो राम्रो लागेन मलाई किनभने मलाई पहिले थुप्रैजना मान्छेहरूले त नभने एक दुईजना मान्छेहरूले भेडेतार घुम्ने कुराहरू विविध कुराहरू गर्नुभएको थियो अनि मैले त्यो समय दिन सकिनँ अनि त्यो समय दिन नसके पछाडिबाट उहाँहरू टाढेर गए आज उहाँहरू जो छैन जसले भन्थ्यो ऊ छैन ऊ नभएर नै यो ठाउँ मलाई मन परेन मलाई बरु त्योभन्दा बढी चाहिँ उनी मन परेको सो मलाई यो ठाउँ त्यति धेरै राम्रो चाहिँ लागेन जस घुम्न आएको अनि ठिकै लाग्यो ल ल साथीहरू यहाँबाट यता चाहिँ गाउँ पर्दो रहेछ है अब यो गाउँतिर त के जानु अब जस घुम्न आइयो स्काई टावर हेर्नुहुन्छ भने तपाईँहरूको यहाँ म तपाईँहरूलाई देखाउँदैछु है त देख्दै हुनुहुन्छ नि स्काई टावर स्काई टावर तपाईँहरूले हेर्न सक्नुहुन्छ है यही हो 500 रुपियाँ भन्नुभयो खास केही रहेनछ जङ्गल हेर्ने रहेछ अनि सिसामाथि चढेर सो मलाई त्यति इन्ट्रेस्ट लागेन र जति पनि मेरो यतैतिर रहनुहुने साथीहरूले भिडियो हेर्दै हुनुहुन्छ भने मेरो म त्यति इन्ट्रेस्टिङ भएन भेडेतार गीत चाहिँ सुनेको धरान धनकुटा भेडेतार भनेर धरान चाहिँ राम्रो रहेछ धनकुटा अब सानैमा गएको अहिले गएको छुइनँ अनि त्यति मन परेन तैपनि तपाईँहरू घुम्न आउन सक्नुहुन्छ रमाइलो छ त मलाई अलिकता त्यो भएको कारण चाहिँ म स्वास्थ्यमा पनि अलि अशक्त भएको कारणले गर्दाखेरि अलि अशक्त भएको कारणले गर्दा पनि होला त्यति धेरै इन्ट्रेस्ट चाहिँ लागेन तैपनि इट्स ओके सो आइयो हेऱ्यो राम्रै लाग्यो नेक्स्ट टाइम फेरि आउनेछौँ समय मिल्यो भने ल साथीहरू है अब भेडेतार घुम्न आइयो यस्तो बजारहरू रहेछ अनि भेडेतारको बजारहरू घुमिसके पछाडिबाट सो
यहाँबाट के लिएर जाने भन्ने कुरा भयो। त्यसै भएको कारणले गर्दाखेरि अब यहाँबाट चाहिँ अब यो सबै सागसब्जीहरू त हाम्रोमा पाइहाल्छ होइन साथीहरू। यो त अब हाम्रोमा पनि पाउँछ। यहाँबाट भनेको मैले छुर्पी लैजाने हो। अनि भाइ यसलाई कसरी हो केजीको? यसलाई चाहिँ घिउ फल भन्छ है? के भन्छ र यसलाई? यसको नाम के भन्छ? एभोकाडो घिउ फल साथीहरू है। यो साथीहरू त्यति मिठो हुँदैन भनेर अब मैले खाएको छुइनँ। सागहरू सिमरायो पाउने रहेछ है। अनि भाइ यो छुर्पी कति हो? एउटाको 100? आम्मामा एउटा 10 रुपियाँ पर्छ कि हो? 19वटा हुन्छ सबै गर्ने राखेको देखेर हो। ल साथीहरू यहाँको एउटा छुर्पी लिएर जानु पर्यो। यसको डिस्काउन्ट हुने कुरा छैन होइन। यो त अब सानो हो ठ्याक्कै ठ्याक्कै। ल भाइ फेरि खतरा व्यापार गर्दो रहेछ नि त्यहाँनिर। अनि ल साथीहरू अब अरू त के यो चाहिँ के हो भाइ? यो त्यो चक्लेट कुनाउरोको त्यो इलामेली चक्लेट फेरि इलामको साथीसँग मेरो डिस्कनेक्ट भएकोले गर्दाखेरि डिभोर्स त नभनौँ, सम्बन्ध टुटेकोले गर्दाखेरि खानै मन लागेन है भनेर के भन्नु। राम्रो छ चक्लेट चाहिँ। अब अहिलेसम्म यो नखाएकोले गर्दा के चक्लेट रे भयो? इलामेली चक्लेट। यो गाईको दुधबाट बनेको। श्री गाई कि के भन्ने गाईको? ल एउटा 2टा लिनु पर्यो। यो एउटा हामी खाने, एउटा म घरै पुऱ्याउँछु। म 2टा लिन्छु, सरी राख्नु म किनेछु। ल साथीहरू अब धेरै टाइम छैन, धेरै समय छैन हामीसँग। अब हामी फर्किँदैछौँ। हामी यहाँ भेडे तारको टावर पनि म तपाईँलाई देखाउनेछु है। पैसा दिन्छ भाइ? यहीँ छ है गाडी। टावर चाहिँ साथीहरू यहीँनिर चाहिँ पसेको 500 रुपियाँ भन्नु हो। होस् अघिभन्दा बरु डाँडामा भन्दा त मलाई बजारै राम्रो लाग्यो। बजार चाहिँ राम्रो रहेछ। इट्स ओके। ल सबैजनालाई भेडे तारबाट सम्झेर मिठो सम्झना छ है भन्दै अहिलेलाई भने म तपाईँहरूलाई निरन्तर मेरो भिडियोमा अब संस्कृति पार्कतिर पनि जाँदैछौँ हामी। अनि यो चाहिँ खुर्सानीको धुलो हो भाइ? यो हजुर ओहो बयरको धुलो हुँदो रहेछ साथीहरू है। अनि यो अर्कै रहेछ एभोकाडो। हामी यो नखाने। यस ओके। ल साथीहरू अब मैले तपाईँहरूलाई फेरि नेक्स्ट भिडियो दोहोऱ्याउँछु। साथीहरू अब हामी त फर्क्यौँ है। भेडे तार घुमेर फर्किसक्यो हामी। अब संस्कृति पार्क जान्छौँ। दाइले घुमाउँदै हुनुहुन्छ आज। अनि कुकुर आन्टीले पनि मलाई थुप्रै हेल्प गरेर घुमाइरहनु भएको छ। अब हामी फर्किँदै गर्दाखेरि भिडियो है हाम्रो आन्टीलाई त देखिँदैन है। बाबु यता हेर्नु त भाइ, सानो भाइ। बढी मात्रामा हाम्रो कुकुर मलाई फोकस भइरहेको छ क्यामेरा। चाहिँ संस्कृति पार्कतिर जाँदैछौँ। हप्ता साम्पन दाइले बनाउनु भएको पूर्व मेयर अहिले संस्कृति पार्टीको अध्यक्षजीले बनाउनु भएको डिजाइनको पार्कतिर जाँदैछौँ है मित्रहरू। म तपाईँहरूलाई देखाउँदैछु त्यो पार्क। अहिले त धेरै नै फेमस भइरहेको छ त्यो पार्क। सो तपाईँहरूलाई म लिएर जाँदैछु। झन्डाहरू बोकेर हिँड्दै हुनुहुँदो रहेछ है। अब कता छ एउटा चाहिँ यही हो कि अर्को ठाउँ? ए यस्तो
यस्तो ठाउँ छ रहेछ साथीहरू जोस खोलाको बगरतिर काम हुँदै रहेछ होइन साथीहरू। यो ठाउँमा चाहिँ हाम्रो हर्क दाइले उहाँको माइन्डमा चाहिँ क्वेसन आएछ उहाँहरूलाई देखाउनु गइरहेको छु है। अटो स्टेसन हो यो, यहीँ झर्ने हामी। कहाँ हो टिकट चाहिँ पाउने? माथि नै हो। ल साथीहरू है, संस्कृति पार्कतिर अहिले हामी जाँदैछौँ होइन। मान्छेहरू घुमेर आइरहनु भएको छ। हाम्रो हर्क साम्पाङ दाइले बनाउनु भएको पार्कको संरचना चाहिँ यस्तो रहेछ है त साथीहरू। अब हामी घुम्न गइरहेको छ, यस्तो रहेछ होइन। रक गार्डन रहेछ होइन। अनि यो यस्तो ठाउँ देखाइरहेको छ। अब कस्तो छ हामी भित्र गएर हेर्नेछौँ। अनि माया धरानी बेसार, माया धरानी बेसार छ। यो पनि एउटा किनेर लैजाउँला अहिले म। पुरा हुन्छ। माया धरानी साबुन पनि बेसारमा रहेछ। जस अब घुम्नु त पऱ्यो नै। हाम्रो हर्क दाइले ढुङ्गा बोकेकै भिडियो बनाए फोटो हाल्नु भएको रहेछ। माया धरानी बेसार है कसैले। ल साथीहरू अब तपाईँहरूलाई म भिजिट गराउनु गइरहेको छु। कृपया हेरेर मनोरञ्जन लिनुहोला। अहिले यही गार्डनको कारणले गर्दा नै म आज घर नगएको मित्रहरू है फुलका हङ्गार नभाँचिदिनु होला भनेको रहेछ हो। अनि फुलहरू यसरी लगाउनु भएको रहेछ। यो त रमाइलो हो होइन। अनि पाइप तान्दै गरेको फुटहरू राख्नु भएको रहेछ। रक गार्डन है। खोलाको बगरको वरिपरि बनाउनु भएको छ है। ओहो साँप पनि धेरै ठुल्ठुलो बनाउनु भएको छ। साँप अहिले चाहिँ पानी सुकेको भएको होइन। खोलाको बगरमा बनाउनु भएको रहेछ। गार्डन चाहिँ यस्तो रहेछ है साथीहरू है त। ल कहाँबाट हो? टिकट कहाँ लिन्छ? टिकट कहाँ हो फुपू? टिकट कहाँ? मास्तिर हो कि हो?
धेरै तारको छुर्पी खाँदै संस्कृति पार्कमा घुम्नुलाई को मजा छुट्टै नै हुने रहेछ र तपाईँहरूलाई म घुमाउनु गइरहेको छु हेरेर मनोरञ्जन लिनु होला भन्न पनि चाहन्छु म जे होस् आज यही पार्कको लागि नै म बसेको होइन भने म आज कटारीमा हुने थिएँ साथीहरू ल साथीहरू सांस्कृतिक पार्क पनि रहेछ होइन अनि यसो काम गरेर म है धाम खै हजुर मलाई पनि थाहा छैन जाउँ न उहरू आउनु भएन म अलि उता गएर हेरेर आउँछु ल उतासम्म बिरुवाहरू पनि लाउनु भएको रहेछ के को लागि तपाईँहरूको यो चाहिँ के को लागि उठाउँदै गर्नुभएको छ यो चाहिँ हाम्रो संस्कृति जोगाउने अब इच्छा लाग्नेलाई दिनुहुन्छ त्यो चाहिँ हाम्रो जीविकोपार्जन ए यो चाहिँ हाम्रो हुन्छ ल पेसा हो ल गाउनु गीत तपाईँहरू यो के सारङ्गी कि के गीत के भन्छ सारङ्गी है ल ल गाउनुहोस् धन्यवाद है तपाईँहरूको गर्नु होला
म पार्कभित्र पसेको छैन है साथीहरू अहिलेसम्म। पस्नु बाँकी नै छ। यहाँको एकदमै सुन्दर राम्रो मनोरम हुने दृश्यहरू तपाईँहरूलाई म देखाउने नै छु। सबैजनालाई है कृपया गरेर हेरिदिनु होला भन्न चाहन्छु म। ल साथीहरू फुलहरू यस्तो रूपमा भएको छ। तिम्रो फुपूले माथि अहिले सकेपछि फेरि आइसक्रिम भन्छ फेरि लाउने यहाँ चाहिँ केही छैन। काल त खास केही छैन भन्दैछ साथीहरू, त्यही पनि हामी गइरहेको छौँ है। हामी अहिले एकछिनमा यो पार्कतिर चाहिँ घुम्ने नै छौँ साथीहरू होइन। यो ठाउँतिर त तपाईँलाई यसो मैले देखाउँदैछु है त। यता माथि जङ्गल छ है, फुलहरू छ। ल साथीहरू हामी जाँदैछौँ है त अब यो पार्कमा। अब चाहिँ हामी अघि चाहिँ यहाँ भिडियो बनाएको थिएँ मैले, गीत गाएको। अहिले भने हामी अब भित्र जाँदैछौँ संस्कृति पार्कभित्र होइन। सो चाहिँ पिउने पानी होला सायद, शुद्ध पानी हो के अरे पिउने होइन, पिउने पानी रहेछ। कति रहेछ? 20 रुपियाँ हो। म लिन्छु फुपू, म दिन्छु नि पैसा, टिकट चाहिँ लिनु। टिकट पनि लिन लाग्यो है। अस्मिता चामलिङ राईलाई पनि यहाँ भेटियो है साथीहरू। यहाँ चाहिँ अहिले 3जना भन्नुभयो। 3 कम भएछ है। अनि उहाँले चाहिँ नि ठुलो ठुलो भाँडामा भात पकाएको देखिँदै थियो। आज चाहिँ यहाँनिर हजुर मैले 10 रुपियाँ दिनु पऱ्यो नि। 3जनाको भयो। ल साथीहरू आज घुम्दै घुम्दै आयो। अनि अब पार्कभित्र पस्यो। ए बुबु यो बोक्न त टिकट ल। है साथीहरू रमाइलो रहेछ। हेर्नुहोस् हाम्रो हर्क दाइ नै हर्क दाइ देखिन्छ जताततै है। उहाँले जित्नुपर्छ, तपाईँहरूले जिताउनु होला। अनि जोस् यो चाहिँ के ढोलकी भन्छ कि के भन्छ यसलाई? हल्ला र जुवा है। साथीहरू जोस् ठाउँ रमाइलो छ। हाम्रो भाइ पनि चिसो खाएर आउँदैछ। अनि जोस् ठाउँ राम्रो रहेछ। अब यता पनि है कता कताबाट जाने भनेर सोचिरहेको छु म साथीहरू है। ल तपाईँहरूलाई म देखाउँदैछु। धेरैजना मान्छेहरूले आफ्नो आफ्नो बुवा आमाको नाममा पनि बस्नको लागि ठाउँहरू बनाइदिनु भएको रहेछ। फुलहरू रोप्नु भएको रहेछ यो गार्डनलाई एकदमै राम्रो बनाउनको लागि है। सो म भने अहिले सांस्कृतिक पार्क अथवा रक गार्डनमा छु। यहाँहरूले यहाँको दृश्य देख्नै सक्नुहुन्छ। राम्रो छ यहाँको क्रिएसन आर्टिस्टहरू। हाम्रो हर्क साम्पाङ दाइले गर्नुभएको कामहरू एकदमै सराहनीय र राम्रो रहेछ है। यहाँ चाहिँ चराहरूको फिगर रहेछ होइन, कुखुराको भाले
ल भालेको साथीहरूलाई पनि है, सुगालाई पनि रहेछ पाण्डा, अनि इगल होला यो, अनि यो उल है। ल पाइप तानेको ढुङ्गाहरूको बनाउ हेर्दै हुनुहुँदो रहेछ हर्कवाद। ल आदरणीय जनसमुदाय 2082 साल फागुनको 21 गते चुनाव हुँदैछ। यति बेला तपाईँहरूले हर्क साम्पाङलाई जिताउनु होला, किनभने उहाँको क्रिएसनमा बनेको यो पार्क एकदमै राम्रो रहेछ र सो उहाँको डिजाइन राम्रो छ होइन। त्यो भएको कारणले गर्दाखेरि म तपाईँहरूलाई देखाइरहेको छु। अनि यहाँ भने चाहिँ भारी बोक्नु भएको होइन, यो भारी बोक्नु भएको रहेछ। अनि यो चाहिँ अब गार्डनमा होइन, पहिलेको बुढाहरू यस्तै गरी बसेर फोटो खिच्यो नि त, अनि त्यस्तै फोटोहरू खिचेको रहेछ बनाउन। श्रम चौतारी पार्क, ल हेर्नु साथीहरू है, श्रम चौतारी पार्क। आदरणीय दर्शक महानुभावहरू, म तपाईँहरूलाई यो सुनसरी क्षेत्र नम्बरको सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही आह्वान गर्न चाहन्छु, हर्क साम्पाङको पार्टी श्रम संस्कृति पार्टीका अध्यक्षज्यूलाई जिताइदिनको लागि विनम्र अनुरोध पनि गर्न चाहन्छु। यो कतिजना हाम्रो अहिलेको भाइ बहिनीहरूले चिन्नु हुँदैन होला, बुझ्नु हुँदैन होला। यो चाहिँ धेरै वर्ष पहिला है, धेरै वर्ष पहिला चाहिँ यो यसरी ढाकर टोक्मामा भारी बोकेर लिएर जाने चलन थियो। यो तल टेकालाई तोक्मा भनिन्थ्यो। अनि यो चाहिँ ढाकर हो। ढाकरमा चाहिँ सामान, नुन होइन, विभिन्न सामानहरू, अनि माथिको तेलहरू भयो। अनि त्यति बेला चाहिँ तपाईँहरूलाई म देखाउन चाहन्छु है, खानको लागि हेर्न सक्नुहुन्छ। अहिले जस्तो होटलहरूको व्यवस्था थिएन त्यति बेला चाहिँ। एउटा कटेरोमा चाहिँ उनीहरूले खाना बनाउनु पर्थ्यो आफैले, अनि खानु पर्थ्यो। त्यसको लागि आफैले रासनहरू बोक्नु पर्थ्यो। अनि कराई चाहिँ नि थालहरू यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। आदरणीय दर्शक महानुभावहरू अनि हाम्रो सानो अहिलेको जेनेरेसनको भाइ बहिनीहरूलाई म यो पनि अपिल जानकारी गराउन चाहन्छु। अहिलेभन्दा पहिले धेरै वर्ष अगाडि चाहिँ यस्तो हुन्थ्यो, अनि यसरी सामानहरू बोकेर हिँड्नु पर्थ्यो। अनि अहिले जस्तो गाडीहरू थिएन। अहिले त धेरै नै एडभान्स भइसकेको छ, तर त्यति बेला भने चाहिँ त्यो जमाना थिएन। सो यो गार्डनको बारेमा बनाउनु भएको रहेछ है। अनि यो चिन्डोहरू चाहिँ पुर्खाको हाम्रो राई जातिहरूको संस्कार अनुसारमा हो। त्यो भएर तपाईँहरूले हेर्नु सक्नुहुन्छ। हटौडा र छिनोले ढुङ्गालाई चाहिँ काट्दैछ होइन। अनि खेतमा हल्ला चलाउँदा रिसायो भने, अनि हटौडा र छिनो ढुङ्गामा परेन भने त्यो ढुङ्गा चाहिँ मुरत भनेको चाहिँ नि मूर्ति बन्न सक्दैन भनेर चाहिँ यसरी भनिन्छ। त्यो भएको कारणले ल यहाँ धेरै कुराहरूको व्यवधानहरू, कच्चे कोदालो, बेल्चा, गैँतीहरू राख्नुभएको रहेछ। अनि सो अति नै राम्रो छ। अनि यहाँ चाहिँ जनावरहरूको फोटोहरू राख्नुभएको रहेछ है साथीहरू। ल म तपाईँहरूलाई अझै अगाडि देखाएर मनोरञ्जन दिलाउने नै छु। जोस् मेरो भेडेतारको भिजिट त्यति राम्रो नभए तापनि अहिले भने एकदमै मन प्रफुल्ल भएको छ यो पार्कमा। र यो पार्क एकदमै राम्रो बनाउनु भएको रहेछ। अनि यहाँ चाहिँ हर्क दाइको एउटा केही सायरी पनि छ कि के हो, माँ त हुँ म मलाई दुख्दैन, कुल्चा या पूजा फरक पर्दैन। देश सोच्न सकूँ म, देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ म, देशकै लागि मर्न सकूँ। ल श्रम पिता मेयर हर्क साम्पाङले देख्नुभएको फोटोहरू खिच्दै हुनुहुन्छ। अनि जोस् राम्रो छ साथीहरू। अनि बिरुवाहरू लगाउनु भएको ठाउँहरू चाहिँ नि धेरै बिरुवाहरू लगाउनु भएको छ, तर कहाँ हो त्यो चाहिँ मलाई एक्ज्याक्ट थाहा भएन। तर जोस् यहाँनिर चाहिँ नि राम्रो बनाउनु भएको छ, संस्कृति अन्नपूर्ण क्षेत्र भनेर। यो चाहिँ कुन कुन देशको झन्डा हो मलाई थाहा भएन। एउटा नेपालको झन्डा छ, यति चाहिँ मैले थाहा पाएँ होइन। अनि यो चाहिँ अब
सेनाको तोप होला नि। यो चाहिँ बुझिनँ, यसको बारेमा स्वयंबाट केही नराख्नु भएको रहेछ। ल साथीहरू, यहाँ चाहिँ गोर्खा चौतारी unity thing, all the Gorkhas completed in the 2025 declared by Harkaraj Rai, Mayor of the Sub Metropolitan Politician Siti Dharan of Friday 7th November 2025। धेरै कुराहरू लेख्नु भएको रहेछ शिलाढुङ्गामा। तब पढेर सकिँदैन, गनहरू राख्नु भएको रहेछ। यो मेसिन गन यस्तो रहेछ हजुरहरू है। चाहिँ खुकुरी नै खुकुरी, यसको विशेषताहरू पनि लेखेको त छ, तर धेरै देखियो। साथीहरू, म बेला बेलामा बोलिरहेको छु, अनि तपाईहरु देख्न सक्नुहुन्छ है। यो धेरै सङ्गुरहरू छ र विविध कुराहरू लेखेको छ, मलाई थाहा भएन र यसको बारेमा जोस राम्रो छ, तपाईहरुलाई म देखाउन चाहन्छु है। गोलो छ राउन्डै, म तल पनि जानेछु, अनि तल चाहिँ के को बारेमा रहेछ यसो हेर्ने नै छु। पुलिस फोर्स ल पुलिस फोर्सको बारेमा रहेछ। आसन रिफ्लेक्स है, अनि यो चाहिँ के बनाउनु भएको, धेरै सोचेरै बुझेरै बनाउनु भएको होला। 9 नम्बर हैन, नम्बर वाइज रहेछ। 8 नम्बर अनि 5 नम्बर अनि 9 नम्बर हो अरे आइबी 3 नम्बर वाइज राखेको रहेछ। अनि यहाँ चाहिँ गोर्खा सेनाहरूको पनि फोटोहरू राखिएको रहेछ है। गोर्खा भियस है, देख्न सक्नुहुन्छ है। यसरी राउन्डिङमा राख्नु भएको रहेछ। साथीहरू, तपाईहरुलाई म देखाइरहेको छु र अझै म तपाईहरुलाई अरू पनि देखाउने नै छु। निरन्तर भिडियो हेरेर मनोरञ्जन लिनु होला। म भने अहिले उसमा छु। अब यसै हुँदै हुँदै तल पनि जानेछु है। मित्रहरू तल पनि छ कि के हो। ल साथीहरू, ल अब म फेरि तपाईहरुलाई फ्लिप गर्न चाहन्छु क्यामेरा। हेर्नुहोस् है, किराहरू लाउनु भएको रहेछ, सिँचाइको कमी देखियो। अनि फुलहरू, सयपत्री फुलहरू, यस उकाको पानी चाहिँ यही पाइपबाट होला ल्याएको, ठुलो छ पाइप खोलाको किनारे किनार। यस्तो छ है त साथीहरू बस्नलाई है। यो चाहिँ एक्ज्याक्ट मलाई पनि थाहा भएन। यो मेरो श्रीमती स्वर्गीय लेबी शेर्पाको लेबी शेर्पाको सम्झनामा शेर्पा जातिको संस्कार हो के अरे रोटीहरू भएको है। माछा पनि राखेको रहेछ, देखिन्छ देखिँदैछ है।
माछाहरू पनि छ बाबा छोड्नु चाहिँ लाइट छोड्नु नि हौ ल धरानमा आरा काटेको ठाउँ पनि यहाँ रहेछ है मित्रहरू। ल है आरा यसरी काट्थ्यो, अहिले त मेसिनले खरर काट्छ यसलाई। यो आरा अहिले धेरै सालदेखि काट्न छोडिसकेको छु यो टाइपको आरा। अहिले चाहिँ मेसिनले सरर काट्छ। पहिले चाहिँ यसलाई जङ्गे आरा भन्थ्यो साथीहरू, अनि यसरी काटिन्थ्यो है। यहाँ लेखेको छ आरा धरानको चिनारी, धरानको नाम र कथा मूर्ति मिरर्क साम्पाङ राईज्यू उप ऐन्द्र बेगाज्यूबाट अनावरण गरियो। मृत्यु 2080 4/2 उपा महानगरपालिका धरान सुनसरी नेपाल। नेपाल निषिद्ध इलाका है तपाईँहरूलाई म देखाइरहेको छु। तपाईँहरू हेर्न सक्नुहुन्छ आरा यसरी काटिन्थ्यो र यो चाहिँ वास्तविक नै आरा जस्तो लाग्यो मलाई। जोस क्रिएसन गरेर बनाउनु भएको एकदमै राम्रो छ। अनि यो चाहिँ घन्टी, यसले चाहिँ यो तपाईँहरू देख्दै हुनुहुन्छ नि, यसमा चाहिँ नापेर सिधा सिधा बनाउने चलन थियो। फुलहरू अत्यन्तै राम्रो छ। अनि यहाँ यो फुलमा पनि मेयर हर्क राज राई साम्पाङ के लेख्नु भएको छ जस्तो लाग्यो। सो राम्रो छ। भित्ताको फुलहरूमा पनि लेखिएको रहेछ। प्रिय साथीहरूलाई मैले आज धरान देखाएँ, तपाईँहरूले हेर्नु नै भयो र तपाईँहरू धेरैजना साथीहरू त आइसक्नु भएको छ। यो धरानको संस्कृति पार्क चाहिँ अहिले एकदमै फेमस भएको कारणले अनि म पनि आज आउने मौका दिएको सो त्यो भएको कारणले गर्दाखेरि है म होइन फोटो खिचिदिँदा है। अनि पहिले निर्माण हुँदा चाहिँ यस्तो थियो रहेछ होइन। निर्माण हुँदा विगतको तस्बिरहरू यसरी चाहिँ सुचारू गरिएका रहेछन् साथीहरू। अहिले भने त धेरै नै राम्रो भइसकेको छ। तपाईँहरू सबैजनालाई कस्तो लाग्यो भिडियो अन्तिमसम्म हेर्नु होला। म तपाईँहरूलाई देखाउने छु। आज जोस आउने मौका जुरेको कारणले गर्दाखेरि म तपाईँहरूलाई, यहाँ अरू साथी पनि हुनुहुन्छ। यो पिउने पानी रहेछ। यो पिउने पानीमा अब पानी चाहिँ म पनि पिउने छु। मलाई पनि प्यास लागेको महसुस भइरहेको छ। संस्कृतिको विकास आरा धरानमा स्वागत। ओके ल ल साथीहरू, यो चाहिँ शुद्ध पिउने पानी रहेछ। अरूले पनि पियो, त्यसको आधारबाट मैले पनि पिउन लागेँ है त। यो चाहिँ शुद्ध पिउने पानी रहेछ। धेरै मान्छेहरूले पिउँदा रहेछ, म पनि पिउन गइरहेको छु है त साथीहरू। पानी पनि पियो, मिठो रहेछ। कोकाको पानी हो या होइन त्यो त थाहा भएन। जोस पानी मिठो लाग्यो। मैले धरानमा पिइरहेको छु। अनि फुलहरू फुलिरहनु पाउँदाखेरि सुन्दर कुराले मनहरू नै प्रफुल्लित बनाउँछ। प्रफुल्लित भएको कारणले गर्दाखेरि एकदमै राम्रो लाग्यो।
अनि मलाई आशा छ तपाईँहरूले पनि राम्रो लाग्यो होला तपाईँहरूलाई पनि र जस भिडियो बनाउने मौका पाएँ मैले यहाँ आएर शरीरमा अछत छु मेडिसिनहरू 3-4 हजारको ब्यागमा छ म अहिले हिँडिरहेको छु र यहाँनिर माछाहरू पाल्नु भएको रहेछ होइन माछाहरू पनि हेरिहाल्यो हामीले अनि मैले तपाईँहरूलाई विशेष गरी यो ठेक्की अनि यो त अघि पनि मैले देखाएको थिएँ होइन तपाईँहरूलाई यो चाहिँ शेर्पा जातिको संस्कार अनुसारको कल्चर रहेछ अनि जोस राम्रो लाग्यो मलाई यो ठाउँ अनि राम्रो छ तपाईँहरूलाई मैले म घुमेको ठाउँहरू पनि देखाएँ अनि सो अब म तपाईँहरूलाई उतातिर पनि देखाउने छु हाम्रो फुपूहरू उता जानुभएछ होइन ल साथीहरू म हिँड्दैछु है अलि हिँड्नलाई असहज भएको छ कताबाट जानु हो तपाईँहरू त्यहाँ ए यहाँ यति नै घुम्ने ठाउँ अब यो चाहिँ दिदीले पानी हाल्दै हुनुहुँदो रहेछ फुलमा है ओहो राइट पाइप तान्नु भएर हजुर फुपू ल साथीहरू म घुम्न गइरहेको छु है एकदमै राम्रो छ यो क्रेसन अनि घुम्दै गर्दा तपाईँहरूलाई म देखाउन गइरहेको छु अनि सो म छु अनि भाइ छ अनि फुपू छु हामी घुम्दाखेरि आउनु बाबु ल त्यही त फुपू यता हेर्नु है फोटो पनि खिच्नु पर्छ 2-4वटा ल साथीहरू पार्क चाहिँ दुईतिर रहेछ सो त्यो भएको कारणले गर्दाखेरि एक ठाउँबाट चाहिँ अब हामी सकेर फर्किने लाग्यो यहाँ चाहिँ हलो र जुवा बोकेको सानो दाई हुनुहुँदो रहेछ सानो दाई हेर्नुहुन्छ भने म तपाईँहरूलाई देखाइहाल्छु है हलो जुवा बोकेको होइन यो चाहिँ बजाउने नै होला यो चाहिँ बजाउने बाजे होला होइन मलाई थाहा छैन घाँटीमा लाएर बजाउनु पनि सकिँदैन चर्कै छ यो चाहिँ सिमेन्टको होइन कि रियलिटी बनाएको है जस्तो ए बस पनि के हो ल यो चाहिँ के हो मलाई पनि थाहा भएन ल साथीहरू म अहिले यतातिर छु है त साथीहरू म तपाईँहरूलाई रक गार्डन देखाउँदैछु माथिको बेलगे हो यो बेलगे अलगै हो यहाँ म तपाईँहरूलाई देखाइरहेको छु अनि सो राम्रो छ है अनि गार्डनहरू पनि एकदमै राम्रो रहेछ फुलहरू एकदमै राम्रो छ अनि यता पनि गार्डनहरू बनाउनु भएको रहेछ है सक्नुहुन्छ भने यता नगर प्रहरीहरू पनि छ सो म तपाईँहरूलाई देखाउँदैछु र अब म एउटा भिडियो फेरि मेरो बनाउने छु है त
ल साथीहरू हाम्रो फुल एक राउन्ड लाएर आइसक्नु भएन अब म पनि लाउने यहाँनिर पुरा म छु अनि भाइ र आन्टी हुनुहुन्छ कता जानु भाइ र आन्टी है ल साथीहरू म पनि एक राउन्ड लाउने सोच गरेँ है राम्रो लाग्यो पार्कलाई यो हिँड्ने बाटोभन्दा माथि र भित्र कस्तो दिन होला भनेर लेख्नु भएको रहेछ अहिले त नियम त पालन गर्नु नै पर्यो बिस्तारै है पानीको बुन्दहरूसँगै मन त प्रफुल्लित भइरहेको छ मन राम्रो लागिरहेको छ अनि एकदमै खुसी लागिरहेको छ फेरि यसको चाहिँ यो पानको पातको डिजाइनमा पानीहरू भर्नुभएको रहेछ है त्यो अति नै राम्रो छ तपाईँहरू सबैजनालाई संस्कृत पार्क घुम्नको लागि पनि म आह्वान गर्न चाहन्छु त्यसै गरी अहिले उठ्दै गरेको हर्क साम्पाङ राईलाई सुनसरीबाट जिताइदिनको लागि पनि मेरो यसै भ्लगबाट तपाईँहरू सबैजनालाई आह्वान गर्न चाहन्छु उहाँ जतिको एउटा व्यक्ति हाम्रो देशलाई चाहिन्छ र हाम्रो देशलाई अभाव छ उहाँ जतिको मान्छे त्यसो भएको हुनाले सम्पूर्ण मेरो अडियन्स मित्रहरूलाई पनि यही जानकारी गराउन चाहन्छु म र सो गार्डन राम्रो रहेछ राम्रो लाग्यो अनि गार्डन घुमिरहेको छु र तपाईँहरूलाई पनि अगाडि बढ्नु होला कि हजुर ल साथीहरू म तपाईँहरूलाई घुमाइरहेको छु है त पार्क हेर्न सक्नुहुन्छ अति नै राम्रो रमाइलो फुलहरू लाउनु भएको रहेछ अब फुल देखेपछि त कसलाई पो मन पर्दैन होला होइन हेर्न सक्नुहुन्छ कति राम्रो है अनि यो रक गार्डनमा खोलाको किनारमा बनाउनु भएको गार्डन रहेछ मित्रहरू खुब यता उता फोटो खिचिन् आए गोर्खाली ल यहाँ चाहिँ पानीहरू रहेछ भ्यागुताहरू होइन कलचुडा चरा पनि रहेछ लाउरे अब हुन्छ ल साथीहरू हामी त फुपू र म खाजा खाने कुरा पनि पो गरिसक्यौँ है हामीले त अनि ल आजको यहाँ त कुकुरहरू पनि छिरेको रहेछ ल यहाँ त हेर्नु न साथीहरू यो त तपाईँहरूलाई फोटो खिचेर देखाएको मात्र होइन कि मैले यो रियल घटना हो यस्तो त अहिले पनि कति ठाउँमा पहाड इलाकामा छ अनि तपाईँहरूले देख्न सक्नुहुन्छ नि यो छ नि यो ल यो छ नि यो भनेको चाहिँ थैली है साथीहरू पहिलेको जमानामा यस्तो हुन्थ्यो है साथीहरू है त ल तपाईँहरूलाई म देखाइरहेको छु सो सम संस्कृति पार्क कुम्भकर्ण क्षेत्र भनेको छ कुम्भकर्ण भनेको के रहेछ होइन आई डोन्ट नो ल म घुम्दैछु चिल्ड्रेन पार्कमा यो धरान भनेर लेखेको पनि उकिएर निकालिसकेछ होइन चिल्ड्रेन पार्क भन्ने चाहिँ रहेछ साथीहरू सो तपाईँहरूलाई मैले देखाइरहेको छु अनि राम्रो छ सो अब यहाँ भनेको अब उफ्रिने होला उफ्रिने नै होला यहाँ होइन साथीहरू पिङ पनि खेल्नै पऱ्यो अब धरानमा पछि होइन बच्चाको अब मान्छे बुढो भए पनि दिल बचपन आए
उमेर 55 भए पनि दिल चाहिँ बचपनै छ है। यसो रमाइदिँदै जानु पर्यो। ल पिङ पनि खेल्यो। यति भएपछि उमेर 55 भए पनि दिल बचपन भएको कुरा पनि कम्प्लिट भइहाल्यो। यहाँभन्दा बेसी पनि गर्नु हुँदैन। अधिक चिज राम्रो पनि होइन। ल साथीहरू, कोकाको पानी चाहिँ यही हो के अरे। पाइप देख्न सक्नुहुन्छ, यो ठुलो नै रहेछ। धरानको लागि पानी व्यवधान गर्नुभएको हर्क दाइलाई धेरै नै धन्यवाद दिइरहेको छ यहाँको जनताले। र यता पनि गार्डनहरू बनाउँदै हुनुहुँदो रहेछ। जस बस्नको लागि पनि सुविधा चाहिँ छ के अरे। ल साथीहरू, ल धरान है घुम्नै पर्यो भनेर घुमाएँ तपाईँहरूलाई। ल सबैजनालाई मिठो सम्झना यही बगरको पार्कबाट तपाईँहरूलाई मैले गरेँ। र तपाईँहरू हुनुहुन्छ अनि म छु। यो सिसा पनि फुटाएको रहेछ। यहाँको पार्कको लागि सिसाहरू नफुटाउनको लागि पनि म निमन्त्रणा गर्न चाहन्छु सम्पूर्ण मित्रहरूलाई। ल ल साथीहरू, सानो सानो भाइ बहिनीहरू पनि चिल्ड्रेन पार्कमा खेल्न रमाइरहेको छ। हेलो सानो मान्छे, ल आउनु आउनु। ल आउनु, ल आउनु। ल लु लु हाम्रो भाइ खेल्दैछ। ए कोक झऱ्यो। घुम्नेमा फेरि पाले घुम्नेमा लुचिरो। ल हाम्रो भाइ खेल्नु खुब मजा आइरहेको छ उहाँलाई। ऊ मोबाइल बोकिदिनु भएको थिएन आन्टी? आन्टी खुट्टा भाँच्ने भयो। ल म रोकाइदिन्छु है एकैछिन। ल ल नभए खेल्दा पनि हुन्छ। बिस्तारै घुमाइदिँदा यसलाई म भिडियो। ल म पनि अलि बिचमा जा, यहाँ बस। तर यहाँ पक्रिए। ल हाम्रो भाइलाई खेलाउँदैछौँ हामी। टेन्टेडेङ मेन्टेडेङ हुँदैछ। आन्टीले भिडियो पनि गर्दै हुनुहुन्छ। ल ल ल ल ल ल ल ल भयो भाइ बाबु। चिल्ड्रेन पार्कमा यहाँ चाहिँ के गर्ने रहेछ? यहाँ चाहिँ खै यो राम्रो बनेको छैन के अरे, कम्प्लिट भइसकेको छैन के अरे। ल थ्याङ्क यू फर भिजिट। ओके खोलाको बगर किनारमा बन्नुभएको पार्कहरू हेऱ्यो।
जाउँ यो भाइको गोजीमा हालिदिनु नि यहाँ दादा उही आलु ल फेरि भोलि आउनुपर्छ बाबु ल अब उहाँ जाने आइसक्रिम खानु हजुर हजुर अब उता ल कता कता जानु हो मलाई पनि थाहा छैन जानुपर्नेतिर जाउँ बच्चाहरूलाई अब हामी निस्किनु नि होला होइन फुपू अब उता पारी त बनेकै छैन रहेछ अरू त ल ओहो फिस ल ल अब हामी फिस हेर्न आइपुगेको छौँ साथीहरू है ओहो लडिन्छ है बाबु फेरि ओ माछा ल माछा हाल्नु भएको रहेछ यसलाई के दिन्छ खानको लागि ल कोकाको पानी यसरी ल यो छ भन्दा तल माथि भन्दा तलमै देखिँदो रहेछ हो रहेछ यसको बारेमा पनि हामीले पढेको थियो तर नामै मलाई याद भएन खाँदैन यो त हेर्नुको लागि मात्रै हो जाउँ होइन जाउँ है आन्टी ओहो द फिस पन्ड इज स्पोन्सर्ड बाई सुमन इन्जिनियरिङ लिमिटेड हङकङ है हङकङबाट गरिनु भएको रहेछ यसको यसलाई अब हटाउने बेला भइसक्यो कि धेरै ठुल्ठुलो भइसकेछ हजुर अब ठिक्कको पानी सफामा ठिक्कको राख्नुपर्ने पानी पनि फोहोर हुन लागिसकेछ ल साथीहरू तपाईँहरूलाई मैले भिजिट गराएँ म पनि घुमेँ तपाईँहरूलाई पनि घुमाएँ हेरेर मनोरञ्जन दिनुभयो भन्ने आशा छ आउने दिनहरूमा त योभन्दा अति नै राम्रो उताबाट यतैबाट पनि छोड्छ हेरेर मनोरञ्जन दिनु होला म सँगसँगै तपाईँहरूलाई पनि घुमाइसकेको छु मैले अनि जोस् यही भएको ढुङ्गाहरूलाई पनि राम्रोसँगले संरक्षण गरेर यसरी राख्नुभएको रहेछ पहिले चाहिँ खोलाको बगरै थियो होला यहाँनिर अहिले भने छ म मान्छे ज्ञानी मात्रै बन्नुपर्छ साथीहरू होइन बुद्ध भन्ने पनि एउटा गौतम बुद्ध भन्ने पनि एउटा व्यक्ति हो अनि सिद्धार्थ गौतम उहाँको नाम तर उहाँले ज्ञानको कुराहरू बाँडेर अहिले गौतम बुद्ध भएको छ अनि बुद्ध मात्रै नभएर मान्छेहरूको आस्था
भगवानको रूप लिनुहुन्छ। हुन्छ हुन्छ। सो तपाईँहरूलाई मैले देखाएँ यस्तै फुलहरू राखेको रहेछ बगैँचामा है। झार पनि फुले जस्तो देखिँदो रहेछ नि। हजुर उतै यताबाट होइन उताबाट हो। ए ल स्वच्छ अनि 100 मिटरमा त हाम्रो ल अहिलेसम्म मान्छेले भन्छ म जन्मे यत्रो भएँ मलाई अहिलेसम्म बाघले खाएको छैन भन्थ्यो। यो त सुतेको रहेछ यसले त अब खाने कुरै भएन। हामी उतैबाट हो। हामी कताबाट केसँग डराएको? ए ए अब घर जानुपर्छ बाबु फेरि आउने भोलि ल। भोलि साँच्ची हामी गाउँ जान्छौँ भोलि ल भाइ हामी जाने भोलि टिटिटमा चढेर गाडीमा चढेर जाने ल। यो बाँस त धेरै फरक टाइपको रहेछ है। यस्तो रहेछ साथीहरू बाँस पनि यो खै बाँसको जातै फरक जस्तो लाग्यो। अब यो चाहिँ विशेष गरी साथीहरूलाई नै थाहा हुन्छ। ल रक गार्डनमा तपाईँहरूलाई सबैजनालाई स्वागत गरेँ मैले। एसडिएस रक गार्डन होइन सचेत धराने समूह वा। अनि यो चाहिँ के रहेछ है कोकाको पानी यसरी लगेको रहेछ साथीहरू देख्नै सक्नुहुन्छ। सो मेनी हाम्रो हक्क दाइले गर्नुभएको है। कुकुर एकमात्र यस्तो जनावर हो जसले आफूलाई भन्दा अरूलाई बढी माया गर्छ। हेर्ने आँखा र बिहा दिने हात मात्रै फरक हो। धरान ल कोरियाको साथीहरू माया धराने बेसार आइपुगेको छु। कति पर्छ दिदी यो? 400 रुपियाँ भाइ 500 ग्राम। 400 रुपियाँ हो। लिएर त जानु मन थियो के गर्नु। हाम्रो साबुन चाहिँ के भयो तपाईँको? साबुन अब बिस्तारै आउँछ भाइ। अहिले आउँदैन है। ल मित्रहरू म अब धरान आएको बेलामा हर्कराज दाईको कारणले नै मैले एउटा किनेर लैजाने सोच गरेँ। यहाँहरूले पनि आएर किनेर लगिदिनको लागि पनि आह्वान गर्न चाहन्छु। धन्यवाद। बेसार हाम्रो दिदीलाई पनि देखाउनु पऱ्यो है। दिदी चाहिँ बेसार बेच्दै हुनुहुँदो रहेछ। अनि अब यो चाहिँ हाम्रो हर्क दाईको कारणले नै मैले